भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। सभापति लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले एक्स मार्फत नै जानकारी दिएका छन्। भेटबारे जानकारी दिँदै मोदीले लामिछानेसँग भेट्दा खुसी लागेको जनाउँदै साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्छु भनेका छन्। नेबरहुड फर्स्ट अर्थात् छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको पनि मोदीको भनाइ छ। दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको मोदीको भनाइ छ। भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेश मन्त्री एस जयशंकर, भारतका राष्ट्रिय सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायतका उच्च पदस्थ अधिकारी पनि सहभागी थिए।